नमस्ते हजुरहरु सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो सानो मिनी ब्लगमा। अनि आज भनेदेखिलाई चाहिँ अत्थाबी घाम लागिरहेको छ। 2 दिन लगातार पानी परेर चाहिँ है बल्ल बल्ल उक्रेको छ नाम्ची पर्बिङमा। अनि नाम्चीतिर पनि त्यस्तै भएको रहेछ। अनि हामी चाहिँ अहिले चाहिँ घरबाट धाउँदै छौं। नानीको स्कुल चाहिँ नाम्ची जान चाहिँ घरबाटै धाउँदै छौं। अनि अहिले चाहिँ जान लागेको स्कुल। सो अहिले चाहिँ हामी बाटोमा छौं। अनि यो जग्गालाई चाहिँ पर्बिङ टार भन्छ है। अन्त मेरो छोरी चाहिँ बिहान छिट्टो उठेर चाहिँ रेडी हुनुपर्छ है, छोरा र छोरी चाहिँ। अन्त हेर्नुस् होला छोरी चाहिँ सुतिरहेछ गाडीमा। अनि हामी चाहिँ यहाँनिर स्टुडेन्ट बहिनीहरूलाई, कलेजको बहिनीहरूलाई पर्खिरहेको थियौं। मेरो छोरीको हालत चाहिँ यस्तो छ, हेर्नुस् होला सुतेर गाडीभित्र। यो जग्गा चाहिँ यस्तो छ, हेर्नुस् होला। मेरो नानी चाहिँ यस्तो हालतमा छ, सुतिरहेको छ बिचारा है। बिहान निन्द्रा पुग्दैन, त्यसै पनि नानीहरू पुरा सुत्नुमा है यो उमेरमा चाहिँ पुरा सुत्छ नि त। अनि हामी चाहिँ गाडीमा बसिरहेको थियौं। यहाँनिर चाहिँ कोपीको सिडलिङ एकदम लगाउनु हुँदै रहेछ धमाधम। यो जग्गामा चाहिँ एकदम खेती गर्नुहुन्छ। यहाँको मान्छे चाहिँ एकदम मेहनत गर्नुहुन्छ है। बिहानै उठेर 4 बजे उठेर गाई बस्तु दुहेर है, जंगल जाने जंगलपात गरेर चाहिँ आएर यसरी बारीतिर काम गर्नुहुन्छ है। अनि यस्तो मजाले मेहनत गरेर अब खनेर डोप बनाएर यसरी रोप्नु हुँदै रहेछ। हेर्नुस् न कस्तो राम्रो देखिरहेको छ। अब यो फलेपछि अब भोलिपछि झन् राम्रो देख्छ है। यो उम्रेपछि अब ठुलो भएपछि भन्नु न, यो बोटहरू फल खाने बेला भएपछि। अनि हेर्नुस् होला यहाँको साउथ सिक्किमको चाहिँ अब पर्बिङ भनेर जग्गा सुनेपछि चाहिँ यहाँको चाहिँ अब सागसब्जीकोले गर्दै चिनिन्छ यहाँको है जग्गालाई चाहिँ, एकदम अर्ग्यानिक है। अनि अहिलेलाई भने चाहिँ हामी नाम्चीतर्फ जाँदैछौँ। यो डाँडा चाहिँ गुम्बा है, दर्मन गुम्बाको डाँडा पर्छ। हाम्रो चाहिँ यहाँ माथि यो बाटोदेखि माथिनिर चाहिँ गुम्बा जाने बाटो हिजोस्ति भर्खर सीएम पनि आउनुभयो है। अनि यहाँनिर वेलकम गेट बनाउनु भएको थियो परेङले मजाले। अन्त यो जुन चाहिँ देख्दै गरेको डाँडा छ, यहाँनिर चाहिँ मान्छे जलाइने मुर्दाहट्टी छ भनौँ है। अब भोलि पर्सि हामी मरेपछि यही जग्गामा हो है। हेर्नुस् होला, तर जग्गा चाहिँ यस्तो दामी छ, भ्यूज चाहिँ यस्तो दामी छ, भ्यू पोइन्ट चाहिँ है। तर रिस्की पनि छ यो जग्गामा, एकदम उयो छ भनौँ न, बाटो सानो भएकोले गर्दाखेरि चाहिँ एकदम मान्छेहरू चाहिँ अब फर्स्ट टाइम आउने मान्छेहरूलाई चाहिँ एकदम गाह्रो पर्छ यो बाटो हिँड्न। अनि आज दिन चाहिँ यस्तो दामी भइराखेको थियो। सो तपाईहरुलाई पनि सानो मिनी ब्लग बनाएर हाल्न मन परेर चाहिँ लगाउँदैछु। हेर्नुस् होला के कस्तो छ जग्गाहरू है। अनि अहिले भनेदेखिलाई चाहिँ हामी युटाक डाँडा आइपुग्यौँ है। यहाँनिर चाहिँ प्राय जस्तो मान्छेहरू आएर फोटोहरू खिच्ने गर्छ। यहाँनिर चाहिँ यस्तो दामी भ्यूज, पारीतिर डाँडा काँडाहरू यस्तो रमाइलो देखिने गर्छ है। सो यहाँनिर चाहिँ प्राय जस्तो मान्छे आएर है बसेर आनन्द लिने गर्छ यो ठाउँमा चाहिँ है। हेर्नुस् होला। अनि यो डाँडादेखिको चाहिँ अब यो पारीतिर चाहिँ धेरै जग्गाहरू देखिने गर्छ है। अब कालिम्पोङहरू, दार्जिलिङहरू। अनि हामीले चाहिँ अब पुग्न पर्ने एक डाँडा छ है। एक डाँडा क्रस भएर चाहिँ हामी नाम्ची बजार पुग्छौँ। हेर्नुस् होला यो डाँडा चाहिँ युटाक डाँडा तपाईको। अनि यहाँ पारीतिर देख्दैछ नाम्ची बजारहरू हल्का देखिँदैछ है। अनि यो एउटा डाँडा काटेपछि चाहिँ हामी नाम्ची बजार पुग्छौँ। सो गाइज अहिले भनेदेखिलाई चाहिँ हामी स्कुलको गेट एन्ट्री भएर पनि अनि जाँदैछौँ। यहाँनिर चाहिँ यो ठुल्ठुलो पुरानो रुखहरू चाहिँ अब काटेको रहेछ स्कुल कम्पाउन्डमा। त्यसै पनि रिस्की हुन्छ नानीहरू अब बर्खापातमा है, बर्खायाममा चाहिँ अब गाह्रो हुन्छ, धेरै हाँगा बिगाहरू झर्छ हावाहरू चल्दाखेरि भनेर चाहिँ रिस्की छ भनेर चाहिँ काट्नुभएको रहेछ यो धुप्पी। स्क्यानर पनि लाउनु भएको थियो। अनि मेरो छोरा चाहिँ एकदम एक्साइटेड भएर कुदिरहेको थियो। उसको दिदीलाई मैले चाहिँ एउटा यो पत्ता देखाएर चाहिँ यतिकै जिस्काउँदै थिएँ। अनि उसको दिदी चाहिँलाई देखाउँदैछ यो के हो भनेर। सो हामी अहिले चाहिँ एनपीएस स्कुल आइपुग्यौँ। अब यो स्कुल हाई स्कुलदेखिको चाहिँ हायर सेकेन्डरी स्कुलदेखिको अलिक माथि छ प्री प्राइमेरी चाहिँ। अनि दिदीभाइ चाहिँ यहाँनिर बिहाननिर एकदम एक्साइटेड भइरहेको छ। मैले चाहिँ सानो उनीहरूलाई
यो चाहिँ बटरफ्लाई हो भनेर देखाउँदै थिएँ है, तर उनीहरूले ट्रस्ट गरेन मेरो कुरामा, त्यो बटरफ्लाई थिएन पनि। अनि हेर्नुहोस् होला यस्तो भइरहेको छ आजको वेदर चाहिँ। नाम्चीमा पनि एकदम राम्रो भइरहेको छ दिन है। अनि अहिले चाहिँ भने हामी स्कुल आइपुग्यौँ। अनि स्कुलको कम्पाउन्ड चाहिँ यस्तो छ भनौँ न, यो चाहिँ सिस्टरहरू बस्नुहुने क्वार्टरको अगाडि हो। एकदमै फुलहरू दामी फुलिराखेको थियो है। सो आजको मिनी ब्लग यहीँसम्म। हजुरहरूलाई के कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो, बाई बाई, टेक केयर।